पहिलाको भिडियोमा चाहिँ हाम्रो मिस्टर बजय वाइवा तामाङले जित्नु भएको थियो तर अहिले चाहिँ दुईजना नै एकदम हेलो गाइज अहिले चाहिँ हामी यहाँ छ दाइ गर्मी भएर एकदम धेरै गर्मी भएर हामीलाई आज अहिलेको समयमा युकेको लगभग अहिले 26 डिग्री छ तर चाहिँ 26 डिग्री भनेको यस्तो जाडो त गर्मी त होइन भन्ने जस्तो होला तर चाहिँ एकदम गर्मी छ यहाँ त्यही भएर हामी चाहिँ हाम्रो नजिक भएको यो लिटिल ब्रिटेन लेकमा चाहिँ हामी चाहिँ यसो चिसो त पानीमा खेल्न आएको भनेर खेल्न आएको पानी चाहिँ एकदम चिसो छ हामी चाहिँ अहिले 3 जना छौँ 3 जना चाहिँ हामी चाहिँ यस्तो मजाको यो पनि एकदम राम्रो छ पानी सफा छ यो खोलाको पानीमा चाहिँ हामी खेल्न जाँदैछौँ अब परसम्म चाहिँ यसो हिँड्ने हो पौडी खेल्ने नखेल्ने एकदम चिसो छ पानी तर चाहिँ हिँड्दै चाहिँ जानु पर्यो कतासम्म पुगिन्छ अहिले चाहिँ हाम्रो टार्गेट भनेको हो यो टायरसम्म पुग्ने हो यो टायरमा पुग्नलाई अब चाहिँ हामी यहाँबाट चाहिँ यात्रा गर्दैछौँ पानी चाहिँ एकदम चिसो छ बिस्तारै जाँदैछौँ अब कतासम्म अब यहाँ चाहिँ यत्नसम्म पुऱ्याइसकेको छु सकेसम्म छेउछेउबाट जानु पर्यो अब खस्न सक्छ है खल्तीमा चाहिँ मेरो एयरपोर्ट खस्छ भने डर लागिरहेको छ चप्पल लाएर आएको बजेटले चाहिँ जुत्ता लाएर आएको रहेछ त्यही भएर गाह्रो भयो तर हाम्रो चाहिँ जाने त्यहाँसम्म प्लान छ अब चाहिँ बजेटले चाहिँ आफ्नो जुत्तालाई चाहिँ त्यहाँ लगाइदिन्छ म अघि भनेको थिएँ मैले चप्पल लगाऊ भनेर त्यही भएर ल पहिला गाउँघरमा यस्तरी तट्यो अब चाहिँ हामी माथिसम्म जान्छौँ तिमी लुगा खोल्दै जाने पौडी खेल्दै जाने हुन्छ त्यही राख्न अहिले किराहरू पस्नु बजेट त अब चाहिँ स्विमिङ गर्न सुरु गरिसकेको बाहिर स्विमिङ पुलमा गयो भने पुरा कति रे 6-7 पाउन्ड बगिरहेको पानीमा डुब्छु ल यस्तो मजाले पौडी खेल्न पाउँदा ल बजेट त रमाइलो भयो ओए खतरी खेल्दो रहेछ है ओए उतातिर बगेको पानीमा त टाउको ठोकिन भुइँमा पानी नुनिलो छ हजुर पानी नुनिलो छ धमिलो चाहिँ छ पानीको टेस्ट कस्तो छ खै यो समुद्रको पानी हो नि त जाउँ माथि ऊ त हाम्रो चाहिँ पुरा हाम्रो आजको जाने भन्ने ठाउँ यो हो यो ठाउँमा पुग्ने हामी वाह कहाँनिर त्यहाँनिर गहिरो छ छैन यता झन् छैन अब चिसो भयो मेरो कट्टु भिजिया वाउ ठिकै छ है ल हामी चाहिँ जाँदैछौँ अगाडि अब अच्छी म त डुबेँ यार ओ माई गुडनेस पानी त सफै छ जे होस् पानी त बगेको पानी मजाको छ पानी चाहिँ गहिरो छैन ओहो कस्तो मजाको ठाउँमा आयो ल अब चाहिँ हामी पुग्नुपर्ने ठाउँ थियो हो तलबाट हेर्दा एकदम टाढा थियो तर अहिले चाहिँ यस्तो नजिकबाट हेर्दा त हामी पुग्न सकिन्न कि भन्ने थियो तर चाहिँ हामी यस्तरी चाहिँ हिँडौँला भन्ने चाहिँ लागेको थिएन तर पुग्न लाग्यो ल गेमको विनर मिस्टर वज्र वाइवा तामाङ वज्र वाके वाइवा तामाङ चाहिँ विनर भयो ल आज चाहिँ वज्र चाहिँ स्विमिङ गर्दै गयो चाहिँ होस् एकदम गर्मी भएको थियो तर चाहिँ चिसो पानीमा खेल्न पाउँदा चाहिँ आनन्द आयो हामी चाहिँ यहाँसम्म आउने भनेर आएको थियौँ यो टायरसम्म यो टायर किन राखेको थाहा छ स्विमिङ गर्दै कोही माथि स्विमिङ गर्दाखेरि बगायो भने च्याप्पो समाएर अडिन सक्छ नि त्यहाँ हो नि त्यही हो रिजनै त्यही हो त्यसै लाग्छ बच्चा खेल्नलाई पनि सहिलो हुन्छ नि त यहाँ चाहिँ यस्तो मजाको रुखमा चाहिँ टायरहरू भएको छ बच्चाले खेल्नलाई प्रायः चाहिँ केटाकेटी चाहिँ पौडी खेल्न आउँछ यहाँ झुन्ड्यौ कि अब
यहाँनिर खुट्टा राखेर त्यहाँ बस्न मिल्छ क्या कसरी त्यहाँ खुट्टा छिराउ न यसरी? अँ कसरी छिराउने भनेर उफ्रेर माथि रस्सीमा समाउ अँ। अनि झुन्ड्याउ झुन्डेर खुट्टा राखेको त्यहाँ हो दुईटा खुट्टा छिराउ के एकातिरबाट भित्रै अनि मजाले बस्छ भित्र त्यस्तै भने होइन नि त भित्र छिराउ भनेको के यहाँबाट भित्र छिराउ भनेको हो त दुलाभित्र हो त्यसो हो त्यसरी हो अनि पिङ खेल यस्तो हो नि त एकछिन वेट म हल्लाइदिन्छु ओए ल यो फोटो भिडियो खिच अबे दुई मिनट खोज्नु टु मच डेन्जर दाइ केही भन्नु छैन मजा आइरहेको छ आनन्द शीतल भइरहेको छ होइन तपाईँ नखेल्ने टोली माथि गयो तपाईँ नखेल्ने म नखेल्ने भोलि स्विमिङ गरेर खेल्ने भाइ तिमीलाई कस्तो लाग्यो ठिकै छ दाइ ठिक्क भइरहेछ 7 पाउन्ड टेनिएर फ्रीमा खेल्नु कस्तो भयो तिमीलाई यही मजा छ ठिक छ एकदम फोहोर पनि छैन पानी एकदम थाकी छ मजाले थुकेको छ भन्ने छैन कसैले फोहोर परेको छ भन्ने छैन मजाले पानी आफ्नो लगायो आनन्दले बगिरहेछ होइन त्यसमा चाहिँ मजाले खेल्नु पाइरहेछ अब चाहिँ मेरो टी सर्ट मच्यो अब यति पछि माथितिर नि छ कि यति नै छैन यति नै हो माथि त अब हिलो छ अब फर्किनु न त यहाँबाट हुन्छ हाम्रो चाहिँ मिसन कम्प्लिट भएको छ साथीहरू यहाँसम्म आउने मिसन थियो अब चाहिँ हामी हिँड्दै तल जानु हुन्थ्यो तर चाहिँ हिजो तलतिर अलि हामी अब यताबाट त पानी बगिरहेको छ आनन्दले गइहाल्छ नि त मलाई पुरा स्विमिङ त गर्नु मन लाग्यो वज्र सुनेन है यहाँबाट स्विमिङ गर्दै गर्दै तल जानु पऱ्यो अब तपाईँले यो सर्ट निकाल्नु नि त तपाईँको बक्सर भिजिसकेको छ अनि जो तिमी तल गएर हाम्रो भिडियो खिच्छ म स्विमिङ गर्दै गर्दै आउँछु तल ल यो पानी चाहिँ हल्का चिसो प्लस बाहिरको गर्मी मौसमले चाहिँ अहिले निकै मजा रहेछ त्यसरी दुईजना होनवार युवाहरू चाहिँ अहिले आफ्नो कम्पिटिसनको लागि आफ्नो यात्रातर्फ जाँदै हुनुहुन्छ अब दुईजनाको चाहिँ कम्पिटिसन हुनुहुन्छ जो छिटो आउँछ उहाँले चाहिँ भालेबाजी होइन दाइ भालेबाजी है भाले गेम होइन भाले भयो अझ माथि जानुहुन्न हो ल अब चाहिँ यहाँबाट आउँदैछ हामी यो कुनै कम्पिटिसन होइन तर मजा आइरहेछ 1 2 3 गो पहिलाको भिडियोमा चाहिँ हाम्रो मिस्टर बजय वैभव तामाङले जित्नु भएको थियो तर अहिले चाहिँ दुईजना नै एकदम निकै प्रतिस्पर्धामा हुनुहुन्छ अहिले दुईजना नै बजय वैभव तामाङले के जित्न सक्नुहुन्छ त पहिला भिडियोमा जित्नु सक्नु भएको थियो तर यो पालि चाहिँ दुईजना नै एकदम कम्पिटिसनका साथ बराबर हाम्रो बज्र वैभव तामाङको तपाईँको स्टामिना कम भएको हो हाम्रो दाइले चाहिँ अहिले सायद पहिला चप्पलले गर्दा नि होला तपाईँको धेरै ल गाइस थ्याङ्क यू भेरी मच धन्यवाद अब चाहिँ हामी सक्यो आजलाई पुग्यो खासमा हाम्रो चाहिँ अब स्विमिङ गर्न ल्याउने मान्छे ऊ हो स्विमिङ गर्न जाऊँ भनेर भनेको मान्छे अहिले चाहिँ खुट्टाले भुइँमा मात्रै टेकेर हिँडिरहेको छ हामी चाहिँ जान्नौँ भनेका मान्छेहरू यसरी पुरा पौडी खेलिरहेको छौँ हामी चाहिँ जुन खेल्नुपर्ने मान्छे ऊ हो उक्साउने मान्छे ऊ हो खेल्ने मान्छे चाहिँ हामी ल थ्याङ्क यू गाइज तपाईँलाई मजा आयो नि मजा आयो मलाई मजा आयो हामीलाई मजा आयो भाइ तिमीलाई मजा आयो मजा आयो बाहिर गएर 7 पाउन्ड तिर्नुभन्दा यहाँ चाहिँ फ्रीमा आनन्दले मजासँग बगेको पानीमा चिसो पानीमा स्विमिङ गर्नुको मजा बेग्लै भयो ल थ्याङ्क यू भेरी मच निस्कौँ अब